हेलो हेलो गाइज, नमस्ते अनि नमस्कार सबैजना। सन्चै आरामै हुनुहुन्छ। हामीहरू चाहिँ गयो है गाइज मार्केटतिर। हजुरहरूलाई नि केही चाहिन्छ भने प्लिज भन्नु होला, ल्याइदिन्छु। तर यस्तो घाममा छाता ओढ्दै हिँड्दै हुनुहुन्छ हाम्रो मोटी दिदी। अनि हामी जाँदैछु बस स्टेसनमा बसै छैन, पारिबाटै देखिसक्यो र हामी पुग्यो अब ठ्याक्कै बस स्टेसनमा। अब गाडी कतिखेरसम्म कुद्नुपर्छ थाहा छैन, गर्मी छ यस्तो। तर पनि म भिडियो बनाउन चाहिँ छोड्नेवाला छैन, किनकि म आज हजुरहरूलाई लास्टसम्म मार्केटसम्मको भिडियो देखाउने छु। र घाम यस्तो छ, गाडी छैन, पसिना आएर बिजोग छ। तर पनि हाँस्ने त कहाँ छोड्छु र, मेरो यो मुखमा छ नै एउटा हाँसो है। अनि अब यस्तै हो भन्दै हामी बस्यौँ, गाडी कुरे। तर गाडी आयो लास्टमा, त्यति देरसम्म कुरेर बसेपछि बस आएपछि हामी बसमा चढ्यो। तर बसमा चढेको भिडियो चाहिँ बनाएन, देख्न सक्नुहुन्छ हाम्रो बहिनी दिदीहरू। अनि गाइज अब बस चढेर गए हामी मार्केट। र त्यस पछाडि हाम्रो यो रोडमा चाहिँ मेट्रो चलिसकेछ, थाहै थिएन। अब यो मेट्रो चढेर पनि घुम्न जान्छु एक दिन, हजुरहरूलाई देखाउने छु। अनि हामी पुगे दलमहलभित्र, लिफ्ट चढ्न गए। मेरो एउटा साथी चाहिँ धेरै डराउनुहुन्छ लिफ्ट चढ्नलाई। अनि फर्स्ट फ्लोरमा गयो हामी। लिफ्ट चढेर फर्स्ट फ्लोरमा किन गएको भने हाम्रो डुको अफिसमा जानुपर्ने थियो वाइफाईको बिल पे गर्नको लागि। र हामी खोज्दै गयो माथि फर्स्ट फ्लोरमा डु अफिसभित्र। तर म चाहिँ उहाँहरूभन्दा अलिक पछि नै गएँ, किनकि म त घुम्नुपर्छ नि त फेरि। यस्तो छ मेरो हालत। तर पनि घुम्नु कहिले पनि छोड्दिनँ। त्यस पछाडि दिदी जाउँ उहाँहरू पुगिसक्यो अरे। अनि गयो हामी दुईजना डुको अफिसभित्र। मेरो बहिनी यहाँ बसिरहेको छ। त्यस पछाडि डुको अफिसभित्र कामसाम सकेर हामी फेरि तलतिर लागेर लिफ्टतिर पनि फेरि भिडियो बनाउन सुरु गरेँ। अब ग्राउन्ड फ्लोरमा अब जान्छु भनेर निस्केको मान्छेहरू हो। तर हामी मान्छेहरूलाई चाहिँ फेरि एक ठाउँमा मात्र छिरेर हुँदैन कि, जहाँ मार्केट जहाँ जे देख्छ त्यति हेर्नै पर्छ। यस्तो बानी चाहिँ कहिले हटिन्छ त्यो त थाहै छैन। अनि लागे हामी ग्राउन्ड फ्लोरतिर। त्यस पछाडि म्याक्सभित्र अब छिर्नु परिहाल्यो। त्योभित्र छिरे, यताउति घुमे, लुगाहरू हेऱ्यो। दिदीहरू चाहिँ लुगा हेर्न बिजी भयो र हामी दुईजना त्यहाँ ऐना देख्यो। तर हाम्रो दिदी बहिनी दुइटालाई ऐना फेरि देख्नै नहुने। अनि ऐना हेरेँ, भिडियो बनाएँ, र म जुत्ता र चप्पल देखाएँ। त्यस पछाडि लुगा हेऱ्यो बहिनी फेरि, कस्तो राम्रो छ है दिदी। राम्रो छ एकदमै भने। र गाइज अनि यता ब्याग, ओ माई गड, नेपाल जाँदाखेरि त यस्तो ब्याग बोकेर जानुपर्छ अरे मेरो एउटा बहिनीले। हो रहेछ भनेर लाएर फिर घुमेँ। र गाइज आजको लागि यति नै हो। तर भिडियो त अब धेरै